धेरै चाहिँ लेखिएन तर जीवनशैली चाहिँ हो। जस्तै यसमा हामीले के बुझ्नुपर्छ भन्दाखेरि नेपालमा समाजभित्रै हुँदाखेरि चाहिँ जातपात प्रथाको रिजिड स्थिति छ, तर त्यस जिन्दगीलाई आफ्नो ढङ्गले चलाउँछु भन्ने युवा युवतीको एउटै उपाय के थियो भने तोड्ने एउटै उपाय के थियो भने भाग्ने। त्यो भाग्नेको सबैभन्दा ठुलो लय भनेको जार हो। जारी अथवा चाहिँ नि सिधै प्रेम होइन, त्यो त बाहिर जानेको त लय नै हो नि त। कसैको एकअर्काको सँग जारको त्यस्तो सन्दर्भमा प्रेम भयो, भाग्नु बस्नु भएन। राणाकालमा काटि नै हाल्थे। अब यो इन्द्र दाजुले लेख्नु भएको त्यो राणाकालको कथा, जार काट्न पाइने भनेको छ। अनि यो भएको कथा छ हेर्नु है, भएको कथा लेख्नु भएको छ। यो इन्द्र दाजु अक्सर भएको कथा लेख्नुहुन्छ, त्यो जयमायाको पनि भएको कथा लेख्नु भएको छ। उहाँले लेख्दा अति सुन्दर लेख्नुहुन्छ। त्यस कारणले जुन विषयलाई अहिले सम्बोधन गरेर जो भागेर गएको छ भूमि छोडेर, यो प्रतीकात्मक कस्तो छ भने भाग्दैछ प्रेममा, अर्कोको श्रीमतीसँग प्रेम भएको छ, भाग्दैछ, पछाडि काट्ने कुदिराखेको छ, अगाडिकोले फर्केर लडाइँ गर्न पाउँदैन। त्यो बेला सक्छ भाग्छ भने भाग्छ, नेटो काटेपछि सकियो।